धेर बोलेंगे दर्शक मित्रहरू नमस्कार। म सदा चाहिँ कार्यक्रम फाटाफुट्टा लिएर उपस्थित भइसकेको छु। तपाईँहरूको रेगुलर होस्ट पुष्पराज। तपाईँहरूलाई कार्यक्रम फाटाफुट्टामा विभिन्न किसिमका स्वाङ्गिक मनोरञ्जनदेखि बाहेकका अरू मनोरञ्जनहरू, हास्यव्यङ्ग्य मनोरञ्जनहरू दिनेछौँ। सुरु गरौँ बीबीसी नेपाली सेवाबाट। बीबीसी नेपाली सेवाबाट भगीरथ योगीको नमस्कार। हिजोदेखि जनकपुरमा रामजानकी मेला सुरु भएको छ। सुनौ जनकपुर धामबाट ब्रिजेश कुमार यादवले पठाएको एक रिपोर्ट। जनकपुर धामबाट ब्रिजेश कुमार यादवको नमस्कार। हिजोदेखि जनकपुर धाममा रामजानकी मेला सुरु भएको छ। रामजानकी मेलामा हजारौं तीर्थयात्रीहरू पनि उपस्थित हुनु भएको छ। त्यहाँका स्थानीय व्यक्तिहरूका अनुसार रामजानकी मेलामा लाखौं तीर्थयात्रीहरूले दर्शन गर्ने र अबदेखिको जिन्दगी भनेको रामकै लीलामा लीन गर्ने जानकारी पनि दिनुभएको छ। बीबीसी नेपाली सेवाको लागि ब्रिजेश कुमार यादव, जनकपुर धाम। अब के गरौँ त, बीबीसी पनि सकियो। कान्तिपुर डायरी सुनौ। कान्तिपुर समाचारबाट साथी विवेकसँगै म पुष्पको नमस्कार। सबभन्दा पहिले अहिलेसम्मका प्रमुख खबरहरू। विराटनगरको विभिन्न ठाउँमा महामारी फैलेपछि कोलोफोम भन्ने एउटा ब्याक्टेरियाले गर्दा हेपाटाइटिस जस्तो भयानक रोग लागेको छ। भयानक रोग लागेपछि त्यहाँका स्थानीय बासिन्दाहरू आफ्नो घर छोडेर जाउँ कि पानी खाऊ भन्ने समस्याले पिरोइरहेको जानकारी स्थानीय समाचारदाताले दिनु भएको छ। उता हेपाटाइटिस ईकै बारेमा छलफल गर्नका लागि मोरङका प्रमुख जिल्ला अधिकारी तथा अन्य व्यक्तिहरूले पनि अब चाँडै नै यो समस्या समाधान हुने पनि जानकारी गराउनु भएको छ। अब कान्तिपुर समाचारमा एकछिन व्यापारिक विश्रामको पालो। कान्तिपुर समाचार पनि सुन्नु। अब नेतापट्टि जाउँ है। बाबुराम भट्टराई के भन्नुहुन्छ? ल खोल्दै खोल्यो। हाम्रो देशलाई जाँदै नै निकास दिनका लागि अथवा राम्रोसँग फलेस फुलेस भन्नेका निमित्त अगाडि बढ्नुपर्छ। यो अगाडि बढ्नेका निमित्त भए पनि मेरो श्रीमती हिलाले साथै राखेर अगाडि बढ्नुपर्छ भन्ने हामीलाई लागिरहेछ। अब हाम्रा लडाकुहरू प्रचण्डजी पनि मलाई निकै नै सताउँदै हुनुहुन्छ। म यसका विरुद्धमा छुइनँ भन्ने हामीलाई लागिरहेको छ भन्नुहुन्छ। अनि केपी शर्मा आउँदैछ। अब काठमाडौँमा रिसाको बिरालो विराट टकराहरू चिथर्छ भने नेकपा एमालेको बढी केस। नपाउनेले काको पायो, चियामा चोपेर खायो। हुँदैसम्मका गतिविधिहरू गर्नुपर्छ कमरेडहरू। नत्र हाम्रो पार्टी नेकपा एमाले कुनै पनि जङ्गबाट अगाडि बढ्न सक्छ भन्नु। अनि सुशील कोइराला के भइसकेको सबैजनाले के बिचार्नुपर्छ। म प्रधानमन्त्री भएको जाँदाखेरि सबैजना मिलाएर उठो गरे खन्जापछि उठो नभए उठो। त्यही भएर उठो गर्नको लागि हामी अगाडि बढ्नुपर्छ। त्यही भएर उठो भन्नुहुन्छ। शेरबहादुरजी के आजसँग विवाह भएपछि देखिलाई चाहिँ हाम्रो राम्रो भइरहेको छ नि देखिलाई। अब मलाई प्रधानमन्त्री निकै खुसी भयो नि देखिलाई। अब हामी गर्नु पर्यो नि त देखिलाई भन्नुहुन्छ। रामचन्द्रजी आउनुहुन्छ ट्याग। अब यो नेपाली काङ्ग्रेस पार्टीभित्र चाहिँ जुन खलल भएको छ यसलाई निस्तेज पार्नका निमित्त भए पनि अथवा म प्रधानमन्त्री हुन अथवा चाहिँ उपसभापति हुनका निमित्त पनि म एउटा चाहिँ निकै सशक्त रूपमा अगाडि बढ्नेछु। नत्र यो कुनै पनि हालतमा हुन सक्ने छैन भन्नुहुन्छ। अनि ट्यागका जिक्रीले सुन्नुहुन्छ। पाके भने सुन्नु त्यसलाई त कस्तो
बढाउनु पर्छ भन्ने कुरो त हामीले सबै बुझेको छ नि। साकी गरी त्यसलाई काट्नु पर्ने हो कि सिद्ध्याउनु पर्ने हो कि अलिकति टच्चो लाएर अनि थाकै बनाइदिनु पर्छ नि। मेरी आमै नि फाके बनाउने बित्ति यस्तो फाके बनाउने कुरो त गर्नु हुँदैन नि। फेरि समाज छ, छरछिमेकी छन्, बिचाउलान् है बिचाउलान्। म त राम्रो सल्लाह दिने मान्छे हुँ होइन। त्यसो भन्नुहुन्छ। अनि त्यो सुन्नुहुँदो रहेछ एकजना लेडिज मित्रले छेउमा। के भन्नुहोस्? कस्तो हुनुहुँदो रहेछ हौ यी सबैजना मुर्खुटा मारिदिन्छ पाहाडे पनि आएको छ के पनि आएको छ। यिनीहरूलाई त म त कस्तो लाग्छ हौ। छि 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 केही गरेर सम्हालिसक्नु नै छैन हौ जिन्दगीमा। मारिदिनु जस्तो भन्नुहुन्छ। अनि श्रीकृष्ण श्रेष्ठ हुनुहुन्छ। हेर तिम्रो लागि नि जे पनि गर्न तयार छु। तर तिमीले नि यो भिडियो जहाँबाट भने हेर्नु, नत्र नि मैले पनि ल्याउनेछु। तिम्रो लागि नि जे गर्नेछु। प्लिज सम्हालिदियो मलाई, नभए म जे पनि गर्न तयार छु। भन्नुहोस्। छेउमा कुकुर भुक्छ। कुकुर गरेर कुकुर भुक्छ। अब यस्तै हो। र अन्त्यमा यो भिडियो हेर्नुहुने दर्शकहरूलाई चाँडै नै अर्को भिडियो पनि आउँदैछ भन्ने जानकारीका साथ भिडियो अपलोड गर्न सघाउनुहुने विवेक ढुङ्गेल र म पुष्पराज ओझालाई आउने बाचा सहित बिदा माग्दछौँ। हवस् त, नमस्कार।